शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार 2082 मा व्यक्ति तथा चलचित्रतर्फ गरी विभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभएको हो। कार्यक्रममा उनको स्वेटर उत्कृष्ट चलचित्र घोषित हुनुका साथै उत्कृष्ट निर्देशकको पुरस्कार निर्देशक नवीन चौहानले पाएका छन्। यसै चलचित्रमा मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी छन्। उत्कृष्ट अभिनेताको पुरस्कार भने परान चलचित्रबाट वरिष्ठ अभिनेता निर शाहले प्राप्त गरेका छन्। उत्कृष्ट पटकथा तर्फको पुरस्कार पनि परानले नै जितेको छ। पटकथाका लागि याम थापा र दीपक आचार्य पुरस्कृत भएका छन्। उत्कृष्ट छायाङ्कनको पुरस्कार कोशे ढुङ्गाले पाउँदा उत्कृष्ट पुरस्कार पनि यसै चलचित्रबाट नहकुल खड्काले प्राप्त गरेका छन्। यसैगरी यसै समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। 3,75,000 नगद सहित श्रेष्ठलाई सम्मान गरिएको हो।